अमेरिका र इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मारिएका छन्। उनको हत्यामा अमेरिकी गुप्तचर एजेन्सी CIA को पनि महत्वपूर्ण हात रहेको जानकार अधिकारीहरूलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ। सो रिपोर्टका अनुसार CIA ले महिनौदेखि खामेनीको पिछा गरिरहेको पनि बुझिएको छ। उनी जहाँ जहाँ जान्छन् सो ठाउँ पत्ता लगाउने, उनका आनी बानीहरू ठम्म्याउने कोसिस गरिरहेको थियो। त्यसपछि शनिबार बिहान इरानका उच्च अधिकारीहरू बीच तेहरानको केन्द्रमा एउटा बैठक हुने सुइको CIA ले पायो। त्यो बैठकमा खामेनी पनि सहभागी हुने सूचना थियो। अमेरिका र इजरायलले इरानमाथि हमलाको तयारी गरिरहेकै थिए। एकातिर वार्ता चल्दै थियो, तर वार्तामा कसैलाई पनि विश्वास थिएन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युद्धको विरोध गर्दै सत्तामा आए तापनि भेनेजुएला लगायतका पछिल्ला केही सैन्य कारबाहीको सफलताबाट हौसिएका थिए। त्यसमाथि पनि इरानमा हमला गर्न उनलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उक्साइ नै रहेका थिए। ट्रम्पले गत वर्ष नै खामेनीको हत्या गर्ने धम्की पनि दिइसकेका थिए। त्यसैले अमेरिका र इजरायललाई आक्रमणको समय सार्न कुनै पनि कठिनाइ भएन। खामेनीको लोकेसन पत्ता लागेपछि CIA ले इजरायललाई त्यसको सूचना दिएको थियो। त्यसपछि सो हमला गरेको बुझिएको छ। खामेनीको हत्याले इरानी सत्ता संरचनामा अमेरिका र इजरायलको गुप्तचरी पहुँच कुन हदसम्म छ भन्ने देखाएको छ। त्यस्तै युद्धको सम्मुख हुँदा हुँदै पनि आफ्ना नेताको सुरक्षाको भरपर्दो व्यवस्था गर्न नसक्नुले इरानको कमजोरी पनि उदाङ्गो भएको छ। खामेनीसँगै इरानको सैन्य तथा सुरक्षा नेतृत्वको उच्च तह पनि नष्ट भएको छ। सो बैठकमा सहभागी सशस्त्र बलका चिफ अफ स्टाफ अब्दुल रहिम मौसवी र रक्षा मन्त्री अजिज नसिरजादे मारिएका छन्। त्यस्तै खामेनीका सुरक्षा सल्लाहकार अली सामखानी र सेना प्रमुख मोहम्मद पाकपोर पनि मारिएको इरानी सरकारी समाचार संस्थाले पुष्टि गरेको छ। इजरायलको वायु सेनाले भन्यो कि अमेरिकासँगको संयुक्त हमलामा पछिल्लो 24 घण्टामा इरानमाथि 1200 भन्दा बढी बम प्रहार गरिएको छ। यी हमलामा सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु भएको छ। शनिबार उनका कार्यालय कम्प्लेक्समा 30 मिसाइलले आक्रमण गरिएको थियो। यस आक्रमणमा उनका छोरी, ज्वाइँ, बुहारी र नाति सहित कम्प्लेक्समा रहेका 40 कमान्डरहरू पनि मारिएको बताइएको छ। आक्रमणको समयमा खामेनी बैठकमा रहेका थिए। इजरायलका प्रधानमन्त्री नेतन्याहुले शनिबार राति ढिला खामेनीको मृत्यु भएको बताएका थिए। केही समयपछि भने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनको मृत्युको दावी गरेका थिए। आइतबार बिहान मात्रै इरानी सरकारी सञ्चार माध्यम तस्निम र फार्सले यसलाई पुष्टि गरेको छ। खामेनीको मृत्युमा इरानमा 40 दिनको राष्ट्रिय शोक र 7 दिनको सार्वजनिक बिदा पनि घोषणा गरिएको छ। इरानी इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले भनेको छ कि हामीले एक महान नेता गुमायौं र सम्पूर्ण देश शोकमा छ। जे भए तापनि खामेनीको अन्त्यपछि इरानको भविष्य भने अझै अनिश्चित भएको छ। इरानी सरकारले हत्याको बदला लिने बताएको छ। जवाफमा पश्चिम एसियाली मुलुकहरूमा पनि इरानले क्षेप्यास्त्र प्रहार गरेको छ, जसका कारण यो युद्धले क्षेत्रीय रूप लिन सक्ने त्रास पनि यति बेला चौतर्फी रूपमा फैलिएको छ। ट्रम्पले भने इजरायल र अमेरिकामाथि इरानले प्रहार गरे अझ भयंकर आक्रमण गर्ने पनि धम्की दिएका छन्। पेन्टागनले अपरेसन एपिक फ्युरी नाम दिएको अभियान शनिबार सुरु भएसँगै मध्य पूर्व नयाँ र अनिश्चित द्वन्द्वमा फसेको छ। अमेरिकी र इजरायली सेनाले इरान भरका